एभ्रिवान सन्चै आरामै हुनुहुन्छ होला। मेरो नानी मेरो टोक्दैछ। हजुरलाई फेरि पनि न्यू ब्लगमा स्वागतम छ। आजको ब्लग कस्तो हुन्छ हजुरहरूले हेर्नु है त। चलाइरहनु मन लाग्छ त। बितामा मेला हिँडियो ढाकर बोकेर सामान बिक्री गर्नलाई साथीहरू हुन्छ हिँडिरहनु भएको। गाईहरूको अन्डा देखि होइन लाज लाग्छ अरे हेर्नलाई। फर्स्ट टाइम होला मैले यस्तो मेलामा सामान बिक्री गर्न नलागेको। हिँडेको ढाकर बोकेर हाम्रो गाईहरू पछाडि अगाडि गएर हिँड्दैछन् ब्लगहरू। हाम्रो आमा पछाडि यहाँ पुतली यहाँ तिमीले के भन्न भन यहाँ ब्लग बनाइरहेको उयो सबै अङ्गुर केरा पर्दैन कि नानी टोपी लाउन केही हुन त्यति कपाल त भाइ हेरेन त कस्तो मुढाले गरेर हिँड्छ केही हुन्न होइन नि। हाम्रो आमा यहाँ फतर गरेर हिँड्दिरहनु। हामी जङ्गलको बिचमा जाँदैछौँ। यहाँ अजिङ्गरहरू सर्पहरू साप अजिङ्गर स्नेकहरू पाइन्छ। एउटै हाम्रो छोटा गाईहरू हिँडेर खाने यहाँ सामान बोकेर यसरी तिम्रो गाईहरू ल गाइज अगाडि हिँड है अगाडि हिँड है घामले पोलिरहेको छ। आज तृतीयाको बजार जाँदैछौँ हिँड्दैछौँ। एलिसाले चाउचाउ बोकी छ, दिलिसाले चाउचाउ बोके एकुन कार्टुन बोकेका छन्। पिरो रहेछ पिरो चाउचाउ। कान्छी छोरीले अगाडि कान्छी बुहारी पछाडि ढाकर बोकेका छन् छाता ओढेका छन्। यहाँ दुईटी नातिनी छेउछेउ हिँडे के घारी हेरे नातिनी अजिङ्गर सर्प एनाकोन्डा पाउँछ हेर हजुर के पाइन्छ। ल यतातिर पनि बाटो यो त हस्पिटल हो गाइस। हस्पिटल ए ल हस्पिटल भनेको राम्रो हस्पिटल हो। हामी हस्पिटल आएको ढाकामा सामान बोक्नलाई यहाँ बिचार गर्दैछ बढी दिलेसेलाई नै कमेन्ट आउला टोपी ओढे यस्तो गरिबमा टोपी बोकेको ल हस्पिटलमा आए गाइज। हस्पिटल धुलीखेल यी गयो कतै गयो भ्याइयो ल। हामी सब पुलनिर आइपुग्नु लाग्यो। धुलीखेल भन्छ यसलाई चाहिँ। मित भाइ पागल आमा त यसो गराउनु न। के गर्नु होला भाइ कान्छालाई भेटेको छ
फर्किम भन्यो त्यसले नि आउनु भन्यो होइन त्यहाँबाट मैले अनि कामको मात्रै म लिएर हिँड्दै फर्किम कि फर्किम भन्यो इसारा दिएको चाहिँ आन्टीलाई नि देखाइदिन्छु। यी हेर त बिग्रियो। भिडियो गरेँ नि। र गाईजहरू यहाँ यसरी बसिरहेको कुखुरा झोक्रा जस्तै अब लास्ट भइसक्यो हाम्रो मेला मौसम के भन्छ नानीहरूलाई तिते मौसममा हामी हाम्रो सासु पछाडि वल्ला टल भएर बस्नु भएको तिती मेलामा हाम्रो आमा ओइलाएर बस्नु भएको होइन है। अब 6-7 बज्न लागिसक्यो। अब हामी घर फर्किने लास्ट स्थिति आइसक्यौँ। व्यापारी 1 रुपियाँको छैन भन्न मिल्दैन। अब हामी घर फर्किँदैछौँ तर फेस चाहिँ देखेको छैन, आवाज चाहिँ आइरहेको होला। घर फर्केको घर गएर अँधेरो भयो, अझै आधी घन्टा लाग्छ। अँधेरो आज म डराइदिएँ। नडराउनु कि म छुँदैछु त। नाति बुहारी छोरीलाई अघि लाएर हिँड्दैछु लौरी देखेर। अघि उहाँ पछाडि हुने त अघि रे अझ कति डराएर पछाडि हिँड्दैछु डराउँछन् भनेर मै डरायो कि अरू डरायो कि भन्दैन हाम्रो आमा। आमाको सासू पछाडि हुँदैन अनुहारदेखिको होइन। अब घर जाने हामी अब घर आइपुग्न लागिसक्यौँ। अब साथीहरू उता छौँ। हाम्रो साथी ठुलो साथी चाहिँ पछाडि हुनुहुन्छ। ल हामी घर आइपुग्न लाग्यो। अब ठुलो साथी यसो ठुलो साथी हो मेरो। पाइतल्ला दुखेर चप्पल लाउनु भएको छैन। ल हामी फाइनली घर पनि आइपुग्नु लागि साथीहरू। आजको हाम्रो भिडियो यहीँसम्म त एन्ड हुन्छ। हजुरहरूलाई कस्तो लाग्यो भिडियो, कस्तो लाग्यो मेरो भिडियो लाइक कमेन्ट सब्सक्राइब अनि कमेन्ट गर्न नबिर्सिनु। मेरो गाइजहरू यहाँ विश्राम गर्दै हुनुहुन्छ। ल बाई बाई।